नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको 1 वर्ष नपुग्दै पुनः सरकार परिवर्तनको चर्चा राजनैतिक वृत्तमा बढेको छ। कांग्रेसकै नेताहरूले सरकारको गतिविधिबारे सार्वजनिक रूपमा असन्तुष्टि जनाइरहेका छन्। यही बेला गत चैत 31 गते चितवनमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली नेतृत्वको सरकारले 1 वर्ष नकटाउने ठोकुवा गर्नुभयो। उहाँ त्यतिमा मात्र रोकिनु भएन, नयाँ वर्षमा नयाँ सरकार बन्ने भविष्यवाणी पनि गरिदिनु भयो। परिस्थिति निकै नै गम्भीर र पेचिलो बनेको छ, तर मलाई लाग्छ नयाँ वर्षले केही न केही निकास चाहिँ लिएर आउँछ भन्ने मलाई लाग्छ। प्रचण्डको भनाइलाई पत्याइदिने हो भने असार 31 अघि नै ओली सरकार ढल्छ। त्यसको केही दिन अघि इमेज टेलिभिजनको हट सिटमा अन्तर्वार्ताका क्रममा अध्यक्ष प्रचण्डले कांग्रेस नेतृत्वमा सरकार बने सहयोग गर्ने बताउनु भएको थियो। त्यो पनि कांग्रेसको चाहना अनुसार सरकारमा सहभागी भएर मात्र होइन, बाहिरै बसेर पनि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न सहयोग गर्ने बताउनु भएको छ। नेपाली कांग्रेसले हामीले बाहिरबाट सपोर्ट गर्दैौ भने पनि हामी तयार, सरकारमा आएर सपोर्ट गर भन्ने नेपाली कांग्रेसको भनाइ रह्यो भने पनि उहाँहरूको भनाइ अनुसार नै हुन्छ। प्रचण्डको एउटै चाहना हो एमालेलाई जसरी पनि सरकार बाहिर पठाउने। एकीकृत समाजवादी लगायतका केही साना पार्टीहरूले उहाँको त्यो चाहनामा साथ दिइरहेका छन्। यो हल्लाका बीच वैशाख 1 गते सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमालेको सचिवालय बैठकले सरकार परिवर्तनको हल्लामा सत्यता नभएको निष्कर्ष निकाल्यो। एमालेले प्रचण्डको पछिल्लो अभिव्यक्तिलाई सरकार बाहिर रहँदाको कुण्ठा र पीडा बोधको रूपमा मात्रै लिएको छ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले फेरि सरकार परिवर्तनको हल्लाहरू गरिरहनु भएको छ। यसले उहाँमा सरकार बाहिर रहँदाको एक खालको कुण्ठा, एक खालको पीडाबोध प्रकट हुन्छ। अहिले सरकार परिवर्तन न कतैबाट सम्भव छ, न त्यसको कुनै सान्दर्भिकता छ, न त्यसको कुनै औचित्य छ। तर प्रचण्ड अभिव्यक्तिबाट एमाले सशङ्कित भने भएको प्रष्टै बुझिन्छ। प्रमुख प्रतिपक्षी मात्र होइन, सत्तारूढ दल कांग्रेसकै महामन्त्री गगन थापाले सरकारको गति नपुगेको भन्दै पछिल्लो समय असन्तुष्टि व्यक्त गरिरहनु भएको छ। आज एउटा भोलि एउटा पर्सि एउटा माहौल बनाउनु पर्ने छ। यहाँ राम्रो भएको छ, यहाँ राम्रो भएको छ भनेर बनाउनु पर्ने ठाउँमा छ सरकार ट्र्याक्टरको स्पिडमा छ, गरेर चल्छ। उहाँ मात्र नभई नेता डाक्टर शेखर कोइराला, अर्का महामन्त्री विश्व प्रकाश शर्मा लगायतका केही नेताहरूले पनि केपी शर्मा ओली नेतृत्वको सरकारप्रति असन्तुष्टिको आवाज सुनिँदै आएको छ। प्रचण्डको दाबी र कांग्रेस नेताहरू प्रधानमन्त्री ओलीप्रति असन्तुष्टि पोखिरहेकाले सरकार हेरफेरको आशंका चोक र चिया पसलहरूमा पनि हुन थालेको छ। विगतमा देउबा, ओली र प्रचण्डले एकले अर्कालाई धोका नदिएको रेकर्ड नै छैन। रातारात किता फेरेर सरकार भत्काइएका र बनाइएका उदाहरण धेरै छन्। त्यसकारण पनि यो पटक पनि धोका नहोला, ओली सरकार नढल्ला भन्नेमा विश्वस्त हुने कुनै आधार छैन। 2080 फागुन तेस्रो साता प्रचण्डले कांग्रेसलाई हटाएर एमालेसँग नयाँ सत्ता साझेदारी थाल्नु भएको थियो। त्यसको 1.5 महिनामै सुरु भएको सरकार परिवर्तनको चलखेलले 3 महिनामा नै सरकार ढल्यो। 2081 को असार 17 मा कांग्रेस एमाले बीच राजनीतिक स्थिरताका लागि भन्दै 7 बुँदे सहमतिपछि ओली नेतृत्वको सरकार बन्यो। त्यसपछि दशैं कट्दैन, तिहार कट्दैन भन्दै विपक्षी दलका नेता प्रचण्ड 1 वर्ष नटिक्ने अभिव्यक्तिसम्म आइपुग्नु भएको छ। तर कांग्रेस सभापति र एमाले अध्यक्ष ओली धोका नहुने भन्दै झन्डै 10 महिना यता सत्ता साझेदारीमा छन्। सत्ता बाहिर बस्नुभएका प्रचण्डले दुई दलको समझदारीमा खेल्न भने छाड्नु भएको छैन। तर प्रचण्डले प्रधानमन्त्रीको अफर गर्नुभएका देउबा भने अहिले ओलीसँग रहेकाले प्रचण्डलाई नभेट्ने बताउँदै आउनु भएको छ। विगतमा प्रचण्डसँग हुँदा ओलीलाई नभेटेको भन्दै आफू स्थायित्वको पक्षमा रहेको सन्देश दिन खोज्नु भएको छ। तर राजावादीहरूको बढ्दो चुनौती अनि भारतसँगको चिसिदो सम्बन्धका कारण सरकारप्रतिको आलोचना बढ्दो छ। सरकार बनेदेखि नै परराष्ट्र मन्त्री आर्जु राणा देउवाको पटक पटक भारत भ्रमण गरेर ओलीको भ्रमणबारे छलफल भए पनि त्यसले सार्थकता नपाउनुले भारत ओली सरकारलाई रुचाइरहेको छैन भन्ने सन्देश गएको छ। त्यसकारण सरकार बनाउन र गिराउन
भूराजनीतिक साथ समेत निकै बलियो हुने चर्चा विगतदेखि नै चल्दै आएकाले त्यसले पनि कतै काम गर्ने हो कि भन्ने आशंका बन्नु स्वाभाविक नै हो। पछिल्लो सहमति अनुसार कांग्रेस एमाले आलो पालो सत्ता सहकारी गर्ने सहमति छ, जसमा ओलीले 2 वर्ष र 84 को चुनाव अघि बाँकी कार्यकाल देउबाले सत्ता सम्हाल्नेछन्। जस अनुसार ओली 8 महिना प्रधानमन्त्री बनिसक्नु भयो भने अब 16 महिनापछि देउबा प्रधानमन्त्री बन्नुहुनेछ। तर देउबाले अब यही सहमतिलाई निरन्तरता दिनुहुन्छ कि नयाँ सहकारी थाल्नुहुन्छ, आशंका कायमै छ। नेपालमा सरकार बन्नु र गिर्नु नौलो कुरा रहेन। 2072 संविधान जारी भएपछिका 9 वर्षमा 8 सरकार बनिसके, तर प्रधानमन्त्रीमा घुमी फेरि यही 3 अनुहार नै छन्। को कहिले बने प्रधानमन्त्री? केपी शर्मा ओली 2072 असोजदेखि 2073 साउनसम्म, पुष्पकमल दाहाल प्रचण्ड 2073 साउनदेखि 2074 जेठसम्म, शेरबहादुर देउबा 2074 जेठदेखि 2074 फागुनसम्म, केपी शर्मा ओली 2074 फागुनदेखि 2078 वैशाखसम्म, केपी शर्मा ओली 2078 वैशाखदेखि 2078 असारसम्म, शेरबहादुर देउबा 2078 असारदेखि 2079 पुससम्म, पुष्पकमल दाहाल प्रचण्ड 2079 पुसदेखि 2081 असारसम्म, केपी शर्मा ओली 2081 असारदेखि 2 वर्ष। संविधान जारी भएपछिका 9 वर्षको अवधिमा नेपालको सत्तामा 3 नेताको घोषित अघोषित आलो पालो चलिरहेको छ। अहिले ओली छन्, पहिले शेरबहादुर देउबा र पुष्पकमल दाहाल। प्रधानमन्त्री ओलीसँग देउबाले आलो पालोको सहमति गर्नुभएको छ। सहमति यथावत रहेमा देउबा 16 महिनापछि पुनः प्रधानमन्त्रीमा नियुक्त हुने निश्चित छ। सहमति कार्यान्वयन नगरी ओलीको साथ छाडेमा पनि प्रधानमन्त्री हुने देउबा नै हो।